हेलो गाइस, वेलकम ब्याक टु माई न्यू भिडियो होइन। अहिले चाहिँ म जिम जान लागेको छु है। अहिले चाहिँ दिउँसोको लगभग 4 बज्दैछ होइन। जिम जाने चाहिँ वास्तवमा मर्निङमा राम्रो हुन्छ, तर मेरो चाहिँ लेट नाइट ड्युटी हुन्छ होइन। 12 बजीसम्म ड्युटी हुन्छ। अनि राति आउँदा फ्रेस हुँदा के गर्दा 2-3 बज्छ होइन। एकछिन मोबाइल हेर्नु पऱ्यो, त्यही भएर बिहान उठ्न सकिँदैन। त्यही भएर म चाहिँ अहिले साँझ जिम जान लागेको छु होइन। जिमबाट आएर फेरि अहिले 7 बजे ड्युटी जाने हो। त्यही भएर 1-1.5 घन्टा भए पनि जिम जानु पऱ्यो है। सुतिरहेर चाहिँ शरीरलाई अलिक राम्रो फिल भएन क्या, पेट पनि बढ्न लाग्यो होइन। धेरैको गुनासो हुन्छ होइन, जिम गरेर के गर्ने हो, बडी बनाएर के गर्ने हो भनेर है। तर जिम चाहिँ बडी बनाउनको लागि मात्रै जाने होइन त होइन। शरीर मेन्टेन गर्नुपर्छ है। खास गरेर चाहिँ हामी होटेल लाइनमा काम गर्ने मान्छेहरूको लागि होइन। किनकि हामीले ओइली खानाहरू खाएर हुन्छ होइन, फ्याटी खानाहरू खाएर हुन्छ जसमा फ्याटहरू कार्बोहाइड्रेटहरू धेरै हुन्छ। त्यसलाई डाइजेस्ट गर्नुपर्छ नि त होइन। मेरो अर्को मोटो कहाँ जान्छ? बलको लागि जिम बनाएर जिमको लागि बल बनाएको चाहिँ मेरो जिम ब्याग होइन। यसमा चाहिँ पानीको बोतल अनि पसिना पुस्नको लागि न्यापकिन हुन्छ है। कालो कालो देखिन्छ त।